2025 एउटा यस्तो साल जब युवाहरूको एउटा विद्रोहले नेपालको सरकार नै ढालिदियो। अहिले देश एउटा यस्तो चुनावको संहारमा उभिएको छ जसले देशको भविष्य कता जान्छ भन्ने कुराको फैसला गर्नेछ। तर आखिर यो सब कसरी भयो र अब के होला? आउनुहोस् यो कथालाई अलिक गहिराईमा गएर केलाउँ। हो, सोच्नुहोस् त, केही दिनको अन्तरालमा देशको पुरै राजनीतिक नक्सा नै बदलियो। देशभरका युवा सडकमा उत्रिए र उनीहरूको आवाजले शक्तिमा रहेकाहरूलाई हल्लाइदियो। यही विद्रोह नै हो जसले देशलाई यो आकस्मिक चुनावसम्म ल्याइपुर्याएको छ। यो लडाईँ हेर्नुहोस्, खाली राजनीतिक पार्टीहरूको मात्रै होइन, यो त दुई पुस्ता बीचको टकराव हो। एकातिर छ दशकौंदेखिको पुरानो राजनीतिक विरासत अनि अर्कोतिर छ मोबाइल र इन्टरनेटको दुनियाँमा हुर्किएको त्यो नयाँ पुस्ता जसलाई परिवर्तन तुरन्तै चाहिएको छ। आजको नेपाली राजनीतिको असली कथा यही दुई शक्ति बीचको घर्षण हो। त्यसो भए त्यो आगोको झिल्को कहाँबाट सुरु भयो त? के थियो त्यो कारण जसले गर्दा युवाहरू सडकमा उत्रिन बाध्य भए र सरकार नै ढल्न पुग्यो? आउनुहोस् घटनाको जडसम्मै पुगौं। यसको पछाडि खासमा दुईवटा मुख्य कारणहरू देखिन्छन्। पहिलो, सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, र दोस्रो, त्यो त वर्षौंदेखि मनमा गुम्सिएको आक्रोश थियो, भ्रष्टाचार र नातावाद विरुद्धको। जब यी दुई कुरा एकै ठाउँमा आए, विद्रोहको आगो नदन्किने कुरै थिएन। त्यसपछि त घटनाक्रम यति छिटो बदलियो कि सोच्न पनि भ्याइएन। हेर्दा हेर्दै एक हप्ता पनि नबित्दै प्रदर्शन सुरु भयो, प्रधानमन्त्रीले राजीनामा दिए र संसद नै भङ्ग भयो। यसले देशलाई सिधै एउटा आकस्मिक चुनावको बाटोमा धकेलिदियो। अब यो राजनीतिक सङ्कटलाई समाधान गर्न तत्कालका लागि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा एउटा अन्तरिम सरकार बनाइयो। तर असली फैसला त अब जनताले गर्नुपर्नेछ। यो चुनावबाट देशको भविष्य कसको हातमा जाने हो? ल, विद्रोहको कथा त बुझियो। तर अब जुन चुनाव हुँदैछ त्यसको प्रक्रिया चाहिँ कस्तो छ त? किनभने नेपालको निर्वाचन प्रणाली अरू देशको भन्दा अलि फरक र निकै रोचक पनि छ। यसलाई भनिन्छ मिश्रित सदस्य निर्वाचन प्रणाली। यसको लक्ष्य एकदमै सिधा छ। एकातिर हरेक ठाउँको हरेक क्षेत्रको आफ्नो प्रतिनिधि होस्, अनि अर्कोतिर संसदमा देशका सबै जातजाति सबै समुदायको अनुहार देखियोस्। यही दुई कुरालाई सन्तुलनमा राख्ने एउटा प्रयास हो यो। अब हेर्नुहोस्, संसदमा जम्मा 275 सीट छन् हैन? त्यसलाई दुई तरिकाले भरिन्छ। लगभग 60% सीट अर्थात् 165 सीट पहिलो हुने निर्वाचित हुने प्रणालीबाट आउँछ। मतलब आफ्नो क्षेत्रको उम्मेद्वारलाई सिधै भोट हाल्ने, जसले जित्यो उही सांसद भयो। तर बाँकी 40% सीट अर्थात् 110 सीट चाहिँ पार्टीले देशैभरि पाएको भोटको आधारमा बाँडिन्छ। हो, यसैलाई समानुपातिक प्रणाली भनिन्छ। यसको मतलब के हो भने मतदान केन्द्रमा जाँदा दुईवटा मतपत्र हातमा पर्छ। एउटा मतपत्रमा आफ्नो क्षेत्रको उम्मेद्वारलाई छाप लगाउने अनि अर्को मतपत्रमा चाहिँ कुनै व्यक्तिलाई होइन, सिधै आफूलाई मन परेको पार्टीको चुनाव चिन्हमा छाप लगाउने। तर नेपालको प्रणालीको सबैभन्दा विशेष, सबैभन्दा अद्वितीय पक्ष अब आउँदैछ। यो हो क्लस्टर प्रणाली। हो, यही प्रणालीले गर्दा हाम्रो चुनाव साँच्चै फरक छ। कानूनले नै पार्टीहरूलाई एउटा कुरामा बाध्य बनाएको छ। उनीहरूले समानुपातिक सूची बनाउँदा देशका विभिन्न समुदायलाई निश्चित कोटा छुट्याउनै पर्छ। जस्तै खस आर्य, जनजाति, मधेसी, दलित, थारू, मुस्लिम सबैको लागि। यो किन गरियो त? ताकि राजनीतिमा परम्परागत रूपमा एउटै वर्गको मात्रै दबदबा नहोस् र पछाडि पारिएका समुदायको आवाज पनि संसदसम्म बलियोसँग पुगोस्। यति मात्रै होइन, अर्को एउटा महत्त्वपूर्ण व्यवस्था पनि छ, त्यो हो 33% को। संविधानले के भन्छ भने हरेक पार्टीबाट संघीय संसदमा कम्तीमा 33% महिला हुनै पर्छ। अब यदि कुनै पार्टीले प्रत्यक्ष चुनावबाट यो संख्या पुर्याउन सकेन भने उसले आफ्नो समानुपातिक सूचीबाट महिला उम्मेद्वारहरूलाई छानेर भए पनि यो कोटा अनिवार्य रूपमा पूरा गर्नुपर्छ। ल, प्रणाली त बुझियो, तर यो खेलका मुख्य खेलाडीहरू को हुन् त? आउनुहोस् अब यो चुनावी मैदानमा उत्रिएका मुख्य दल र उनीहरूका नेताहरूलाई अलि नजिकबाट चिनौं। नेपालको राजनीतिमा दशकौंदेखि दुई ठूला पुराना शक्तिहरू छन्। एकातिर नेपाली कांग्रेस, जसको नेतृत्व अहिले गगन थापाले गरिरहेका छन्, अनि अर्कोतिर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा एमाले।
तर 2022को चुनावले यो पुरानो समीकरणमा एउटा नयाँ तरङ्ग ल्याइदियो। त्यो हो रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासवपा। रासवपाको उदयले पुराना दलहरूलाई मात्रै चुनौती दिएन, यसले विशेष गरी शहरी क्षेत्रमा एक बिल्कुलै नयाँ किसिमको लोकप्रिय राजनीतिको ढोका खोलिदियो। अनि यी बाहेक पुष्पकमल दाहाल प्रचण्डको पार्टी पनि छ। संख्याको हिसाबले सानो भए पनि सरकार कसको बन्छ भन्ने कुरामा उहाँको भूमिका प्राय किङमेकरको जस्तो निर्णायक हुने गर्छ। अब सबै कुरालाई जोडेर हेर्दा हामी अन्त्यमा त्यही केन्द्रीय प्रश्नमा आइपुग्छौं जुन नेपालको लोकतन्त्रले अहिले सामना गरिरहेको छ। र यहीँनेर छ नेपालको लोकतन्त्रको सबैभन्दा ठूलो विरोधाभास, जुन प्रणाली सबैलाई समेट्न, सबैको प्रतिनिधित्व सुनिश्चित गर्न भनेर बनाइयो, त्यसैले गर्दा कुनै एउटा दललाई स्पष्ट बहुमत ल्याउन लगभग असम्भव जस्तै बनाइदिएको छ। यसको नतिजा के हुन्छ त? बारम्बार बन्ने र भत्किने कमजोर अस्थिर गठबन्धन सरकारहरू। त्यसैले अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो, के 2026को यो चुनावले देशलाई त्यो राजनीतिक स्थिरता देला जुन नयाँ पुस्ताले यति धेरै खोजिरहेको छ, वा फेरि एकपटक देश उही अस्थिरताको चक्रमा फस्नेछ? यो प्रश्नको जवाफ अब मतदाताको हातमा छ।